आर्यघाटमा स्वर्गीय नारायण गोपालको अन्त्येष्टि गरियो। प्रस्तुत छ नेपाल टेलिभिजनको विशेष रिपोर्ट। स्वर्गीय नारायण गोपालको पार्थिव शरीरलाई आज अपराह्न पशुपति आर्यघाटमा उहाँका भाइ मनोहर गोपाल गुरुवाचार्यद्वारा दागबत्ती दिई अन्तिम विदाई गरियो। घाटमा स्वर्गीय नारायण गोपालकी 77 वर्षीय आमा रामदेवी गुरुवाचार्य तथा उहाँका परिवारको उपस्थिति थियो। उहाँको अन्तिम विदाई गर्न आर्यघाटमा करिब 30,000 प्रशंसकहरूको ठूलो भिड थियो। नेपाली गायन तथा संगीतका क्षेत्रमा 3 दशकदेखि अत्यन्त लोकप्रिय तथा प्रतिभाशाली रहेका नारायण गोपाल अब हाम्रा सामु छैनन्। उनले गाएका र संगीत दिएका सयौं गीतहरूले नेपालमा मात्र होइन विश्वका हरेक कुनामा रहेका नेपाली बीच नारायण गोपाललाई अमर बनाइराख्नेछ। स्वर्गीय नारायण गोपाल नेपालीहरूका बीच कति लोकप्रिय हुनुहुन्छ भन्ने हिजो रातिदेखि नै उहाँको निधन भएको खबर थाहा पाएर उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न आउने अपार भिडबाट स्पष्ट हुन्छ। हिजो बेलुकी 9:25 मा वीर अस्पतालको इन्सेन्टिभ केयर युनिटमा उहाँको निधन भएको थियो। उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने अवसर प्रदान गर्न आज बिहान 12 बजेसम्म प्रज्ञा भवनमा उहाँको शव राखिएको थियो। एक अनुमान अनुसार झण्डै 1 लाख नेपालीले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे। उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई ठूलो भिड छिचोलेर प्रज्ञा भवन पुग्नु भएको थियो। यसैगरी मन्त्रीहरू, विभिन्न पार्टीका नेता, संगीत, साहित्य, कला तथा विविध क्षेत्रका प्रतिनिधिहरू पनि त्यहाँ पुग्नु भएको थियो। प्रज्ञा भवनबाट उहाँको शव यात्रा पशुपति आर्यघाटतर्फ चलाइदा उहाँको शवमाथि राष्ट्रिय झण्डा थियो। असंख्य विपुल प्रशंसकहरू सम्मिलित शवयात्रा कमल पोखरी, ज्ञानेश्वर, मैती देवी, बानेश्वर, गौशाला हुँदै आर्यघाट पुगेको थियो। स्वर्गीय नारायण गोपाललाई मृगौलाको रोगको कारण डायलिसिस गर्न गत कार्तिक 18 गते उपचारार्थ अस्पताल भर्ना गरिएको थियो। यसबाहेक उहाँ मधुमेह र दमको कारण केही समय अघिदेखि पीडित हुनुहुन्थ्यो। पछि उहाँलाई छातीभित्र इन्फेक्सन हुनुका साथै मस्तिष्कमा रक्तस्राव पनि भएको थियो। विक्रम सम्वत 2012 सालदेखि काठमाडौँमा विद्यालयका रमन्स तथा टोलका विभिन्न सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन थाल्नुभएका स्वर्गीय नारायण गोपालले विक्रम सम्वत 2014 सालदेखि रेडियो नेपालबाट गीत गाउन थाल्नु भएको थियो। उहाँले 14वटा गीती नाटक तथा 13वटा चलचित्रमा पनि गीत गाउनु भएको थियो। नेपालका सबैभन्दा लोकप्रिय गायक नारायण गोपालले गाउनुभएका करिब 200 गीत मध्ये 40वटा भन्दा बढी गीतमा उहाँ आफैले सङ्गीत दिनुभएको थियो। स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको जन्म काठमाडौँको किलागलमा विक्रम सम्वत 1996 असोज 18 गते भएको थियो। अब उहाँको सन्तानमा उहाँकी धर्मपत्नी पेमला गुरुवाचार्य मात्र हुनुहुन्छ। स्वर्गीय नारायण गोपाल 2036 सालपछि सांस्कृतिक संस्थानका महाप्रबन्धक तथा केही समय ललित कला क्याम्पसका प्राध्यापक हुनुहुन्थ्यो। उहाँले 2033 सालमा गोर्खा दक्षिणबाहु चौथा, 2039 सालमा रत्न रेकर्डिङ पुरस्कार, 2040 सालमा इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, 2045 सालमा छिन्नलता गीत पुरस्कार, 2046 सालमा जगदम्बा श्री पुरस्कार तथा 2047 सालमा उर्वशी रङ पुरस्कार पाउनु भएको थियो। उहाँ 2023 साल तथा 2024 सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक गीत तथा संगीत सम्मेलनमा क्रमशः सर्वोत्कृष्ट संगीतकार तथा सर्वोत्कृष्ट गायक घोषित हुनुभएको थियो। गत 2045 सालमा उहाँले स्वर्णिम सन्ध्या कार्यक्रममा प्रज्ञा भवनको रङ्गमञ्चमा सफल एकल गायन प्रस्तुत गर्नुभएको थियो। स्वर्गीय नारायण गोपालको सङ्गीत क्षेत्रमा भएको योगदानको सम्मान र कदर स्वरूप चौधरी वेलफेयर ट्रस्टले 51,000 रुपियाँ प्रति वर्ष प्रदान गर्ने गरी हालै मात्र नारायण गोपाल एवार्ड फर एक्सिलेन्स म्युजिक पुरस्कार स्थापना गरेको छ। स्वर्गीय नारायण गोपालले चीन, भारत, उत्तर कोरिया, थाइल्यान्ड, बङ्गलादेश, म्यानमार, सोभियत सङ्घ र जर्मनी भ्रमण कार्यक्रममा पनि आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो। स्वर्गीय नारायण गोपाल गीतलाई एउटा आलोच सेक्टा हान्नुहुन्थ्यो। साहित्यको सृजनको लागि कवि सम्झना कुनै बुझ्दै गायक ध्वनियन्त्रद्वारा ध्वनिकरणमा आवरण बुनिरहेको हुन्छ, यो जानिरहेको हुन्छ। कुरा एउटै हो, कुनै मात्र फरक छ भन्ने मेरो धारणा छ।
स्वर्गीय नारायण गोपालले गत वर्ष मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न विश्व गोल्डेन कार्ड संगीत प्रतियोगितामा जाँचकीका रूपमा पनि भाग लिनुभई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा उच्च गराउनु भएको थियो। स्वर्गीय नारायण गोपाल सामाजिक कार्यमा पनि ठूलो रुचि राख्नुहुन्थ्यो। 2045 सालको भूकम्पमा मर्नेहरूका लागि कलाकारका तर्फबाट गरिएको चन्दा सङ्कलनमा पनि उहाँको ठूलो योगदान थियो। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सुप्रसिद्ध गायक नारायण गोपालको निधनले देशको एक अपूरणीय क्षति भएको कुरा बताउनु भएको छ। प्रधानमन्त्रीले आज दिनुभएको एक संवेदना वक्तव्यमा नारायण गोपाल हाम्रो देशका अत्यन्त ख्याति प्राप्त र लोकप्रिय प्रतिभा हुनुहुन्थ्यो भन्नुभएको छ। प्रधानमन्त्रीले भन्नुभएको छ, उहाँको असामयिक निधनलाई रोक्न हामी सबैले प्रयास गर्यौं। बाहिरबाट विशिष्ट डाक्टरहरू पनि झिकाइए, किनभने रोगको तीव्रताका कारणले उहाँलाई बाहिर लैजान सम्भव थिएन। श्री पाँचको सरकारको तर्फबाट र आफ्नै तर्फबाट पनि प्रधानमन्त्री श्री भट्टराईले उहाँकी श्रीमती र परिवारका अन्य सदस्यहरूमा समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ। नारायण गोपालको निधन भएको दुःखद अवसरमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेश मान सिंहका तर्फबाट प्रज्ञा भवनमा फूलको गुच्छा आज चढाइएको थियो। यसैगरी नेपाली कांग्रेसका महामन्त्री गिरिजा प्रसाद कोइरालाले झापाबाट टेलिफोनद्वारा आफ्नो हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। गृह तथा संचार मन्त्री योग प्रसाद उपाध्यायले प्रसिद्ध गायक तथा संगीतकार नारायण गोपालको असामयिक निधन भएकोमा गहिरो शोक